आज हामी कुरा गर्न जाँदैछौँ नुब प्लेयरको। यदि तपाईहरुको कुनै साथी नुब छ भने चाहिँ त्यसलाई यो भिडियो शेयर गरिदिनु कि त मेन्सन गरिदिनु। यस्तो प्लेयरलाई चिन्न धेरै सजिलो हुन्छ। यो मान्छे यति नुब छ ल्यान्ड गरेदेखि लास्ट जोनसम्म लुट मात्रै गर्दै बस्छ र न त्यत्रो लुट गरेको केही फाइदै छैन। एनिमी आउने बित्तिकै टपकाइन्छ यसले। यो मान्छेसँग फेरि बाहनाको पनि फुल टु लिस्ट हुन्छ। घरि नेट स्लो हुन्छ, घरि फोन टच हुँदैन, घरि फोन ल्याग हुन्छ, हरेक चीज यही मान्छेसँग हुन्छ। यो मान्छे खेल्छ कम र उफ्रिन्छ बढी। ग्लु वाल समेत लगाउन आउँदैन, कहाँ लगाउनु पर्ने कहाँ लगाइदिन्छ। ग्लु वाललाई यति माया गर्छ यो मान्छेले, एउटा ग्लु वाल लाउन पनि यस्तो गर्छ। त्यसको आधी सम्पत्ति जान्छ, त्यसको कहिले बिहे नै हुँदैन, त्यो कहिले प्रो प्लेयरै बन्दैन। ग्लु वाल लगायो भने आइडी ब्यान्डै हुन्छ जस्तो गर्छ। यो मान्छेले बन्दुक चलाएको देख्दा रुन मात्रै मन लाग्छ। गनलाई बिचरा गन पनि सोच्छ कुन चाहिँ पनौतीले चलाउँदैछ मलाई। जबसम्म म्यागजिन खाली हुँदैन तबसम्म गोली चलाएको छ नन स्टप। रिकोइल भइसक्यो यार, गोलीहरु सबै छरिसक्यो, रोकिदैन। एनिमी देखिने बित्तिकै गोली चलाइदिनु यो मान्छेको परम्परा हो। के भो त अगाडि एनिमीको फुल स्क्वाड नै छ भने, के भो त सबै टिममेट मरेर रिभाइभ कुर्दै छ भने, के भो त 4 जना एनिमीले रस हान्दियो भने, के भो त 4 जना मिलेर मार्दियो अनि र्याङ्क माइनस हो भने। परम्परा भनेको परम्परै हो। परम्परा प्रतिष्ठा अनुशासन। जसरी क्यारेक्टर स्किल यो मान्छेको लागि काम लाग्दैन त्यसरी नै यो मान्छे स्क्वाडको लागि काम लाग्दैन। यो मान्छे भन्दा राम्रो र्यान्डम म्याच खेल्दियो भने र्यान्डम प्लेयर राम्रो खेलिदिन्छ हो। यो मान्छे बढी नहुन होला आजको लागि। नुबहरुको पनि मन हुन्छ त्यसैले, तर गेम प्ले हुँदैन नि त। कहिले गेम खेल्न सिक्ने? नुब नै हो क्या तिमी, बुझ न। साथी मात्रै भएर खेलाएको हो क्या तिमीलाई। मन नदुखाऊ। हट नुब भन्दै आजको मैले भिडियो समाप्त गरे। बाइ।